हेलो एभ्रिबडी, हजुरलाई मेरो भिडियो राम्रो लागेछ भने सब्सक्राइब गरिदिनु होला प्लिज। यो जति पनि हजुरहरूले हेरिराख्नु भएको छ नि, यो मेरो पछाडि ब्याकग्राउन्डहरू यो सबै मेरो हो अनि यो सबै जति देखिराख्नु भएको छ, यो जति सब देखिराख्नु भएको छ नि, यो सबै मेरो हो अनि हेर्नुहोस् सबै मेरो। अब कोहीलाई मलाई छोरी दिन मन छ भन्ने भने कन्ट्याक्ट गर्नु होला, म नम्बर पनि छोडिदिन्छु मेरो पर्सनल नम्बर। कोहीले छोरी दिनुहुन्छ भने भन्नुहोस् होला है, कन्ट्याक्ट नम्बर म आफ्नो उसमा राखिदिन्छु। हजुरको छोरीलाई पनि राम्ररी राख्छु, रानी चरी जस्तै राख्छु। हेर्नुहोस् यदि मेरो जग्गा छ भने सबै यो छ, यहाँदेखि जति हजुरहरूले हेराइरहेको छु सबै मेरो हो। हेर्नुहोस् यो गाई पनि मेरो हो। बिस्तारै बिस्तारै अब गर्ने भनिरहेको छु, त्यही भएर अब बिहे गर्ने सोचिरहेको छु, त्यही निर्णय गरिरहेको छु। त्यही भएर यसो हजुरहरूलाई भनौँ भनेर यसो भिडियो बनाएको। सायद हजुरहरूले छोरी दिनुहुन्छ कि है, तर हजुरको छोरीलाई राम्रोसित राख्छु। दिनुहुन्छ कि नै छोरीलाई भन्नुहोस् त। अब यत्रो खेत छ, यत्रो जमिन छ, यो जमिन कसलाई दिने त? आफ्नो अंशलाई त दिने हो प्लिज है। म मेरो बारेमा चाहिँ सोचिदिनु होला है, हस् प्लिज प्लिज है, प्लिज एकचोटि बुझिदिनु होला यो मनको मर्का पनि हजुरहरूले के गर्ने। अब कोही छन् होला नि मेरो लाइक गर्ने, यसो चट्ट यस्तो फोटो हेर्ने बित्तिकै कोही फिदा होलान् अनि, तर लोभ लालचले बिहे गराउने चाहिँ होइन है। उसको यति छ उसको यति छ भनेर जबरजस्ती गर्ने होइन है, आफ्नो मन खुसी ल्याउने हो। केटा राम्रो छ यस्तो छ भनेर आउने हो। यो छोरीहरूलाई दबाब दिने होइन कि यसित बिहे गर, हेर यसको जमिन यति छ उसको जमिन यति छ, यति दबाब दिने होइन। उसको खुसी छ भनेपछि गर्छ, उसको खुसी छैन भने गर्दैन है। मलाई थाहा छैन, त्यस्तो चाहिँ दबाब नदिनु होला आफ्नो छोरीलाई। हेर्नुहोस् हेर्नुहोस् यो जति छ सबै हो। यो ग्राभिल रोड पनि हामीले नि बिछ्याएको। हेर्नुहोस् यो जति छ सबै। यदि हजुरले छोरी दिनु छ भने चाहिँ मलाई सम्पर्क गर्नु होला। मेरो नम्बर म बायोमा लेखिदिन्छु अनि अब नम्बर टिप्नुहुन्छ भने टिपी पनि हाल्नुहोस् अनि 9822588266 हो। प्लिज 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 मलाई सम्पर्क गर्नु होला र हजुरको छोरीलाई पनि सोध्नु होला। अनि उतापट्टि मेरो खेतमा काम गरिराख्नु भएको छ, दुईवटा मजदुरी, एउटा छोरा छ उसको मजदुरी गरिरहेछ। हेर्नुहोस् मेहनतिलो हुन्छ नि हेर्नुभयो। र प्लिज छोरी दिने भए मलाई दिनु होला, हस् यही नै भन्न चाहन्छु ल।